जय मसीह सलाम सबैजनालाई। कसैले संसारको थोकहरूमा, संसारमा बनेको कुराहरूमा, परमेश्वरले दिनुभएको सृष्टिको कुराहरूमा हामी कहिले पनि घमण्ड गर्नु हुँदैन, किनभने सबै एक दिन सकेर जाने हो। त्यही भएर प्रभुको वचनले हामीलाई यही हुन्छ, स्वर्ग र पृथ्वी टलेर जान्छ है, तर परमेश्वरको वचन कहिले पनि टलेर जाँदैन। सो यसै कारणले गर्दाखेरि म तपाईँलाई के भन्छु भन्दाखेरि हाम्रो कुनै पनि घमण्ड गर्ने बाटो नै छैन। किन हामी नाङ्गै आयौँ, एक दिन नाङ्गै हामी फर्केर जाने हो। कसैले पनि केही लगेर जाने होइन है। धन हुनेले धनमा घमण्ड नगर्नु, रूप हुनेले रूपमा घमण्ड नगर्नु, घर हुनेले घरमा घमण्ड नगर्नु। तपाईँसँग जे छ त्यो कुरालाई धन्यवाद भएर प्रभुसँग इमान्दार भएर हामी अगाडि बढ्नुपर्छ, न कि हामी घमण्ड भएर है। सो घमण्ड यस्तो कुरा हो जसले तपाईँ र मेरो पतन गराइदिन्छ। मानिसको अगाडि हामी नराम्रो हुन्छौँ भने परमेश्वरको अगाडि त झन् धेरै हामी नराम्रो हुन्छौँ। सो यसै कारणले गर्दाखेरि नम्र भएर हामी अगाडि जीवन जिउनुपर्छ। जय मसीह सलाम।